र त्यो बोलेपछि त्यो ब्रोड फिनिश भएपछि द्याट सुड फिनिश देयर क्या इट सुड नट बी ड्र्यागिङ अन उसले ड्र्याग गरिदिन्छ कि हरेक कुरा 5, 10, 15 दिन कसैको खेद्दै खनेर लाइफभित्र जाने द्याट इज नट फर टिकटक के दाइ त्यही त अहिले हामी आज बोल्यौँ होइन सिक्यौँ नि त एउटा यो टिकटक यो आजको चाहिँ यो लाइभले के सन्देश जाओस् भने कुनै पनि विषयमा आफूलाई 100% दुवै पक्षको विषय थाहा छैन भने कृपया कसैले पनि यसरी कसैको चाहिँ व्यक्तिगत चरित्रमाथि औँला नउठाइदिनु होला भन्ने सन्देश पनि जाओस् के सही कुरा हाम्रो कुरै हो दाइ त्यो पनि हो अनि कस्तो छ भने यहाँ जताततै माहौल कस्तो भयो भने बिग्रियो एउटाले एउटाको गर्ने अर्कोले अर्कोको कतिपय मान्छेहरूले सही के हो भनेर अझै पनि सायद छुटाउन सक्नु भएको छैन होला त्यही भएर यस कुरामा चाहिँ हाम्रो दिदीबहिनीहरूलाई ड्र्याग नगरौँ है एमा दाजुभाइहरूको पनि अलिकति कमजोरी छ हाम्रो पनि अलिकति कमजोरी छ यो कुरामा होइन हामीले कमजोरी स्वीकार्यौँ अब स्वीकारे पश्चात अबको कुनै पनि दिदीबहिनीहरूलाई उसले यस्तो गर्यो उसले यस्तो भन्यो यो उसको भरमा बस्थ्यो यस्तो कुरा गर्थ्यो भनेर केही कुराहरू पनि नगरिदिनु होला कसैको पनि दिदीबहिनीको कुरामा र हामी यहाँ अहिले समस्या समाधान गर्न आएको है समस्यालाई बढाउन आएको होइन हामीलाई एउटा मान्छे एउटा व्यक्तिले आएर यहाँ आएर त्यो व्यक्तिले आफ्नो गल्ती स्वीकार दिए मात्रै पनि यो समस्याको समाधान हुने धेरै चान्सेस छ है अब आयो सम्झना दिदीको कुरा सम्झना दिदीलाई पनि हामीले मोस्न खोजेको होइन यो कुरामा उहाँ आफै मुसिनु भयो अनि आज पनि अघिको वर्डमा पनि मैले गएर राम्रोसँग पोलाइटली कुरा गरेर निस्किँदा त्यही विषयलाई एकदमै चड्केर बोल्नुभयो त्यो पनि एकदम गलत थियो त्यो कुरा पनि एकदम गलत हो है मैले सिर्फ भिडियोको मात्रै कुरा राखेँ भिडियोको कुरा राखेपछि दिदीले के बुझ्नुभयो कसरी बुझ्नुभयो मलाई थाहा भएन है मलाई जे लागेको थियो मैले त्यो कुरा गरेँ अब कोही पनि दिदी बहिनीहरूलाई हामीले कुरा नमुसाउँ यहाँ है कसैलाई पनि सत्य के हो थाहा थिएन अब हामीलाई चाहिएको एउटै मान्छेबाट हो गल्ती स्वीकार होस् भनेर हामी त्यही कुरातिर लागिरहेछौँ सकेसम्म अब यो धेरै भयो यो विषय बढेको धेरै भयो कि कतिपय मान्छेहरूलाई एकदमै दिमागी हालत पनि खराब भइसक्यो एउटा म ड्याडिज दिदी अब सम्झनै दिदीको पनि दिमाग खराब छ है अनि अन्य नानीहरू क्यानाडामा बस्ने नानीहरू हरेकको दिमाग खराब छ त्यही भएर अब सबैजना मिलेर यो समस्यालाई समाधान गरौँ भन्नेतिर लागौँ अब कसैले नकारात्मक आलोचना नगरिदिनु होला है सकेसम्म यो विषय आज सर्ट आउट हुनुपर्छ सही कुरा हो र अर्को कुरा सन्देश अघि मलाई अलिकति आएको लाइभ सेयरको रेकर्डिङ अनुसार लास कुदाऊ जति सक्छ गर जे सक्छ गर खेद्दो खन त्यो सही भएन कि जसको लागि भन्नुभएको थियो जसलाई भनेर भन्नुभएको थियो फ्रान्सिसमाथि गएर बोल्दाखेरि त्यो फ्रान्सिसलाई मात्रै परेन कि त्यो डाइरेक्टली मलाई पनि फिल भयो कि त्यो कुरा के भने हामीलाई लास कुदायो भनेर दोष आएको हो नि त सन्देश हो नि हामी लास कुदाउँछौँ हामी फोटो उठाउँछौँ हामी टिकटकको मान्छेहरू हो होइन आऊ कुरा क्लियर गर सक्ख हो कि यो कुरा कति मेन्टल हुने यही कुराबाट हो नि सही कुरा त्यही हो अब हेर्नुहोस् मलाई त रमेश दाई हजुरले सुनिराख्नु भएको छ भने अब मलाई यहाँ गाह्रो पार्न लागिसके मान्छेहरूले होइन हेर्नुहोस् तपाईँबाट कति मान्छेहरू पीडित रहेछन् सबैजना यहाँ आइपुग्नु भएको छ है अब कसैले होइन पैसाको कुरा गर्छ कसैले तुलसा दिदी पनि आउनु भएको रहेछ यसो एकजना तल झरेर हामी तुलसा दिदीलाई पनि माथि लियौँ होइन यस्तो भयो क्या दिदी अब हिजोको दिनमा हाम्रो रमेश बस्नेत भनेर हुनुहुन्छ नि उता अस्ट्रेलियाको हो उहाँले चाहिँ सामाजिक सञ्जालमा आउने यसो आवाज उठाउने सन्देश म तल बस्छु तुलसा दिदीलाई माथि ल होइन यताउता गर्नुहुन्थ्यो आज अब मलाई नै धेरै मान्छेहरूले यहाँ प्रश्न उठाउन आयो क्या आज दिदी हिजोको दिनमा त रमेश बस्नेतको भाइ थिइस् रमेश बस्नेतबाट म पीडित हुँ भन्दै यहाँ मान्छेहरू धेरै आए दिदी है कोही मान्छेहरू यहाँ तुलसाजी पनि आउनु भएको छ कि के हो कसो हो आउनु तुलसा दिदी तल हुनुहुन्छ मैले तानेको छु अब आउनुहुन्छ हुँदैन होइन तर हो कुरा दिदी है अब खै रमेश दाई चाहिँ आउनु हुँदैन कति दिन होइन यहाँ अस्ति लाइभमा के भन्नुभएको थियो भने सम्झना तुलसा र म ब्रोड खोलेर अब ठोक्ने हो तिमीहरूलाई भनेर भन्नुभएको थियो के भन्नुभएको थियो अरे तुलसाले मैले र सम्झनाले ब्रोड खोलेर तिमीहरूलाई सबलाई नाङ्गेजार पार्ने हो तिमीहरूलाई ठोक्ने हो भनेर भन्दै हुनुहुन्थ्यो कि अस्ति रमेशजीले होइन तुलसा दिदीले नै भन्नु मैले चाहिँ कहिले भने
मैले चाहिँ कहिले कहिले यसरी लाइभ खोलेर मान्छे कोहीसँग जोइन भएको देख्नु भएको छ आजसम्म के भनेको रमेश दाइले हजुरको नाम लिनु हजुरलाई भनेको होइन रमेशले म लाइभ मैले यसरी कहिले कोही मान्छेसँग जोइन भएर म त्यसरी बोल्दा पनि बोल्दिनँ मेरो बिजनेस छ आफ्नो प्राइभेट वाल भन्दा बाहिरतिर गएर मैले कुरा गर्दिनँ यस्ता यस्ती लखडा अरूले गरिदिनु मलाई इन्ट्रेस्ट पनि लाग्दैन है बाइ द वे मलाई चाहिँ नबुझ्नु मलाई ठिक छ थाहा पनि ठिक छ छैन तपाईँलाई भनेको होइन तपाईँ नजर्किनुहोस् के अरे रमेशले भनेको कुरा हामीले रमेशको कुरा गरिरहेको छ के भनेको रमेशले ए तुलसा बहिनीलाई ल्याउँछु सम्झना बहिनीलाई ल्याउँछु र ब्रड खोलेर मेरै ब्रडमा तिमीहरूलाई नाङ्गे झार पार्छु म तिमीहरूलाई भगाउँछु भन्थे यो के कुरा हुँदैछ र यहाँ जुन कुरा यहाँ यस्तो एकछिन दीपक दाई यहाँ तुलसा सन्देश राई भन्नुहोस् त तपाईँ भन्दाखेरि यहाँ रमेश दाईबाट पीडित हुँ भन्दै यहाँ एकपछि अर्कोपछि अर्को मान्छे आउन थाले रमेश दाई आउनुहुन्न उहाँको ब्रोडमा लगेर कुरा गर्दाखेरि उहाँले लिनै मान्नुहुन्न 2-4 दिन भयो टिकटकै डिएक्टिभेट गरेर जानु भएको छ व्हाट्सएपमा हिजोको दिनमा 10 चोटि फोन गर्ने मान्छे मलाई हैन अहिले एकचोटि पनि आफैले फोन गर्दाखेरि उठाउनुहुन्न अब यहाँ मान्छेहरूले मलाई टर्चर दिन थाले दिदी रमेशले भाइ अनि पीडित भएको चाहिँ के कुरामा इकोनोमिकल्ली के इकोनोमिकल्ली पनि पीडित छन् ब्ल्याकमेल गरेको छ उसले चरित्र हत्या गरेको छ तेरो पार्ट 1 देखि पार्ट 16 सम्म क्लिप हालिदिन्छु मैले भनेको गरिनस् भनेर पकाइदा बोलेको रेकर्डिङहरू आएको छ हैन अब ठुलो दिदी उसले अपराध गरेको छ दिदी तुलसा दिदी धेरै यहाँ भर्खरै भाइ म त त्यसरी कन्ट्याक्टमा पनि छैन म त भएको एड भएको आइडी अनलाइनै छ मैले लाइभ सेयर गरेको छु है ल बोलाउनु अझ त्यो मात्रै कहाँ हो र त्यसको मात्रै कुरामा राइट बोल्नु पर्ने त्यसको भन्दा अरू कुरा बोल्नु नि तेरो दिदीलाई चाहिँ तेरो आमालाई चाहिँ कति भ्याउ सजी भएको क्या अर्काको आमा बहिनीलाई त्यसलाई भ्याउनु ओ माइ गड आफ्नो दिदीलाई भ्याउँदै बस्दो त्यसलाई त पाप लाग्छ के भाइ हेरिराख न त्यसले जुन मेरो भिडियो त्यो हालेकोबाट त्यसले $3200 कमाएको छ नि $3200 त्यसले कति डलर तिर्नुपर्छ भन्ने त मलाई मात्र थाहा छ कि पख न त्यही भन खाते हो नि अहिले सबै टिकटकै त्यससँग खटेको छ त्यसले सोच्यो होला कि हैन जे बोल्दै नि हुन्छ जसलाई चलाए पनि हुन्छ जसलाई जे गरे पनि हुन्छ अझ भाइ के भन्छ त्यसले गिफ्ट गरेर यिनीहरू त गिफ्टिङ गरेर लान्छ हामी त एटलिस्ट बोलेर सबैसँग बोलेर सबैले मन पराएर गिफ्ट हाने त्यसको त चरित्र हत्या गरेर त आइडी मोनिटाइज गरेर त पैसा लिएको छैन नि त हामीले होइन र अझ दुनियाँलाई के भन्छ हिजो भनेको नि त त्यो के एउटा त्यो सिसा थियो है त्यसले मलाई पनि भन्थ्यो आइडी मोनिटाइज गर्नु जापानको आइडी बनाउनु पैसा टन्नै आउँछ म त यो कुरा अब मलाई मतलबै छैन म त खालि कसैको प्रुफ नै छैन क्या त्योसँग लेजेन्ड होइन त्यसले भन्ने के हो भन्दाखेरि त्यत्तिकै आइस एलिजालाई पनि हेरेर त्यत्तिकै अर्काको फोटो एडिट गरेर राम्रो त्यो फोटो एडिट गरेको पनि थाहा हुँदैन भनेको साइडमा मान्छे कति पातलो बनाएको छ एडिट गरेर बच्चा हालिदिएको छ त्यसलाई त के हाल्नु पर्छ आयुष भाइको जस्तै फोटो छ नि उसकै फोटो हो नि उसकै मुख हो नि त्यसको बुद्धि एआईबाट बनाएको फोटो पनि चिन्न सक्दैन दिदी माथि आउनु न त्यसलाई फेम चाहिएको अरू केही पनि होइन त्यो आफूलाई थाहा छ त्यसलाई होइन म गलत छु भन्ने कुराहरू पैसा आउँछ नि त उसलाई त होइन अनि भन्छ दियो त तेरो पनि खुबी छ भने त चौतारीमा बसेर आइमाई मान्छेले जस्तो कुरा काटेर बस्छ होइन बट आजभोलिको आइमाई मान्छेले कुरा काट्दैन यो त पुरानो जमानाको त्यो कुरा चौतारीमाथि बस्यो होइन पिपलको रुखमाथि बस्यो छरछिमेको जम्मा आइमाईहरू भेला गर्यो होइन आइमाईहरू पनि उस्तै फेरि होइन कुरा अरूको कुरा गरेर चल्दै आफ्नै गाउँको भाइ हो होइन मेरो आइसको पहाड घर र आइसको घर र मेरो पहाड घर एउटै हो के होइन अनि आइसलाई पनि आइस एलिजालाई पनि मोडरेटरले जारे यार मलाई अति नै गरेको आइसलाई पनि आइस भाइले पनि हालिदिनु पर्छ कि त्यसलाई जागिदिनु पर्छ मैले त 2टा हालिसकेको छु होइन अब सबैलाई थाहा छँदैछ अब है अब कतिवटा पर्नेवाला छन् त्यो त मलाई मात्र थाहा छ हाफ सेन्चुरी त पुऱ्याउँछु के होइन रमेश बस्ने अनि हाम्रो सम्झना थापा अनि यहाँ आएको अझै यहाँ हामीले आज यस्तो गरिरहेको छौँ कि बिउ दिदी उसको ब्रोडमा हिजोको दिनमा गएर बोल्ने जो मान्छेहरू छन् सबैलाई यहाँ बोलाउँदै कुरा राख्दै के पर्यो नि त होइन त्यो गर्न त होइन उहाँले यस्तो हो सन्देश यस्तो म एउटा के भन्छु अरे जसको उसको ब्रोडमा गएर जो गरेर त्यो बाटो भएर बोलेको छ नि उनीहरूलाई चाहिँ अब हामीले क्वेसन गर्ने बेला आएको छ कि किनभने यसलाई टोटली टिकटकबाट चाहिँ बहिष्कार नै गर्नुपर्छ अब किन भन्दाखेरि ओभर भयो कि ओभर भयो त्यो मात्र छ कि त यहाँ आएर आफूलाई सरी भन्नु पर्यो होइन जस्तो ल मैले ल हिजोको दिनमा उसको ब्रोडमा गएर जे कुराहरू बोलेको थिएँ उसको बकाउमा आएर होइन उस त्यो कोही मान्छेलाई त्यसको कारणले गर्दाखेरि चित्त दुख्यो अलिकति केही हानि नोक्सानी भयो भने म सरी छु है त्यस्तो साथीभाइहरूको लागि
होइन त्यसैको कारणले गर्दाखेरि ऊ लेजेन्ड र मेरो बिचमा पनि केही फाटो भएको थियो ऊ र हामी झगडा गरेको थियौँ त्यति बेला त्यसकै कारणले गर्दा भले पछि मिल्यौँ पछि ल टिकटककै साथीभाइहरू हो साथीभाइ हुनुपर्छ भनेर झगडा गरेनौँ होइन अब हाम्रो ऊ ड्याडिज गर्ल दिदीले पनि अब कति मन खुलेर भन्नुभयो म माफी माग्छु हिजोको दिनमा त्यसको लैलैमा लागेर मैले के बोलेँ अहिले मैले त्यो सबै कुरा सुन्दाखेरि मलाई कस्तो नराम्रो लाग्छ भन्नुभयो यहाँ आऊ सबैजना भाइ होइन मलाई पनि के भन्छ मैले पनि यसो नबुझ्दाखेरि मलाई नि के अरे एलिजाले किन जस्तो भनेको होला जस्तो लाग्थ्यो कि तर अहिले यस्तो हेर्दाखेरि त आयुष भाइ र एलिजा बुवा पनि ठिक लाग्यो क्या कस्तो भनेको इनोसेन्ट पर्सन छ क्या उनीहरू टिकटकमा आएर घर किनिस् यो किनिस् रे गिफ्ट किन हानेको त अनि थाहा छ त घर बनाउँछ यो गराउँछ गिफ्ट चाहिँ किन हान्नु त अनि होइन गिफ्ट हान्ने मान्छेले क्वेसन गरेको छैन ज्यालस कति भएको कि ओ माइ गॉड के भएको टिकटकमा आफूले एउटा सिङ्का कोइन हान्नु नसक्ने औकात मान्छे तलमा हाम्रो बुन्नु दिदी आउनु भएको छ सन्देश भाइ तपाईँले नै हेल्प गर्नु भनेर मैले पनि हेल्प गरेको थिएँ सो रङ पर्सनलाई हेल्प भन्नु अब म उहाँ जस्तो दिदीहरूलाई म के जवाफ दिउँ भन्नुहोस् त मैले भनेर तपाईँको एक बोलीको आधारमा होइन कत्तिकै अहिले त्यसरी रकम नखुलाउँ होइन तर पनि होइन त्यो मान्छेलाई ठुलो सहयोग हो क्या है अब म के जवाफ दिउँ उहाँहरूलाई तपाईँले यहाँ आएर जवाफ दिनुहोस् रमेश दाई आउनुहोस् यहाँ तपाईँको कारणले गर्दाखेरि म माथि यहाँ धेरै प्रश्न चिन्हहरू उठिरहेका छन् म माथि धेरै क्वेसन मार्क गर्दैछन् यहाँ साथीभाइहरूले यहाँ दिदीहरूले आउनुहोस् यहाँ आउनुहोस् सम्झना थापा दिदी हजुर पनि आउनुहोस् यहाँ सुन्नुपर्छ कुरा छैन है कसैले पनि त्यो आयुष आयुष भनेर मेन्सन नगर्नु हाम्रो यहाँ नेपाली दाजुभाइ नेपाली दिदी भनेको कुरा भइरहेको छ होइन एउटा मात्र मान्छेलाई म ड्र्याग गरेको छैन कि दुनियाँ एउटा मात्र त्यो भनेको छ त्यसले चाहिँ दुनियाँ दिदी पनि होला चरित्र हत्या गरेको छ है त्यो रमेशले थाहा छ आयुष र अलिजालाई मात्र होइन त्यसले दुनियाँलाई गरेको छ दुनियाँ हामी एकजना दुईजना मात्र होइन उसले चाहिँ सबै नेपाली दिदी पनि लाएर माफी माग्नुपर्छ जसलाई नराम्रो भनेछ त्यो मान्छे ल्याएर सरी माग्नुपर्छ नत्र भने भोलिको दिनमा जे पनि हुनसक्छ अहिले चुप्प लागेको के गर्नु सक्छ त्यो कुरा बुझ्नु त्यो मार्छु काट्छु त्यस्तो मार्छु काट्नु धम्की त कति आयो दम छ भने आइज सँगै जाउँ साइबर ब्युरो सँगै लडौँ दम छ औकात छ हैसियत छ तेरो आइज लुकेर मात्र हुन्छ लुकेर त्यो टोयलेटभित्र बसेर लुकेर बोलेर मात्र हुन्छ खाते त्यही भन